तपाईँले घर किन्नुभयो, कसैलाई नबताउनुहोस्। नयाँ गाडी किन्नुभयो, कसैलाई नबताउनुहोस्। बिदा लिनुभयो, कसैलाई नबताउनुहोस्। कुनै तालिम लिँदै हुनुहुन्छ, कसैलाई नबताउनुहोस्। पदोन्नति भयो, कसैलाई नबताउनुहोस्। 79% समय तपाईँ चुप लागेर बस्नुहोस्। हाम्रा सपना समयमै पुरा नहुनुको कारण हो हामी गलत समयमा गलत व्यक्तिहरूलाई चाँडै भनिदिन्छौँ। हामी आफ्नो सफलताको बारे त्यस्ता व्यक्तिहरूलाई सुनाउँदछौँ जसले आफूलाई साथी त मान्छन् तर भित्रभित्रै हाम्रो ईर्ष्या गर्ने गर्दछन्। याद राख्नुहोस्, ईर्ष्या र डाहा तपाईँहरूलाई खसाल्न पर्याप्त हुन्छ। त्यसैले चुप लाग्नुहोस्। धेरैजसो साथीहरूले तपाईँहरूलाई सफल भएको त देख्न चाहन्छन्, तर तपाईँ उनीहरूभन्दा माथि गएको वा राम्रो भएको भने देख्न चाहँदैनन्। र कहिले नबिर्सनुहोला, आफन्तहरू माझ पनि त्यो प्रवृत्ति लुकेको हुन्छ, तर कसैले पनि तपाईँलाई रोक्न सक्दैनन्, किनकि जुन कुरो भगवानले तपाईँको लागि योजना बनाउनु भएको छ त्यो कुरो भएरै छाड्दछ। मारे कृष्ण राखे कि राखे कृष्ण मारे कि।